शरदं गुरुवेक्षं भगवानले पीताम्बर वस्त्र धारण गर्नुभएको नीलाम्बर वस्त्र धारण गर्नुभएको भगवान प्रभु परमात्मा दयाको सागर जब साँझको बेलामा बाल्टी लिएर गाई धुनका लागि जब जानुहुन्छ नि यति राम्रो देखिनुभयो, यति सुन्दर देखिनुभयो, यति सुन्दर देखिनुभयो। भगवानको रूपको बारेमा वर्णन गर्नुभएको छ यहाँनिर। किशोर श्याम श्वेतो भगवान किशोर अवस्थाको हुनुहुन्छ, भर्खर 11 वर्ष पुग्नु भएको छ। अनि यति राम्रा भगवानका चरणमा अनेक प्रकारका चिन्हहरू, वज्रा, अङ्कुश, ध्वजा यस्ता प्रकारका चिन्हहरूको दर्शन गर्न लाग्नुभयो अक्रूरजी महाराजले। जब अक्रूरजी जानुभयो, अक्रूरजी आएको देखेर भगवान श्री कृष्ण परमात्मा दयाको सागरले अक्रूरजीको हात पक्रेर भन्न लाग्नुहुन्छ, गृहीत्वा पाणिना पाणी अनयन सानो जो गृहम। हे काका, आज हाम्रो घरमा आउन हजुरले के कष्ट गर्नुभयो, हजुरले पाउनु कष्ट गर्नुभएछ प्रभु काका। हजुर हाम्रो घरमा आउनुभयो, के कति कामले आउनुभयो, के कति काम लिएर आउनुभयो प्रभु भनेर यस्ता प्रकारले जब प्रश्न गर्न लाग्नुभयो, जब यस्ता प्रकारका प्रश्न गर्दाखेरि भगवान प्रभु परमात्मा दयाको सागरले भन्न लाग्नुहुन्छ, जब अक्रूरजी भन्नुहुन्छ भगवान हजुरलाई मथुराबाट मामाको निम्तो आएको छ, मामाले बोलाउन पठाउनु भएको छ। अक्रूरजीले भन्नुभयो यस्तो यस्तो रणनीति चाहिँ सोचेर हजुरलाई बोलाएर हजुरको वध गर्ने इच्छा राखेर आज हजुरलाई लिनका लागि पठाएको हो कंसले, म मन्त्री हुँ कंसको भन्दा भगवान भन्नुहुन्छ, काका हजुरले यो वचन कहिले पनि मेरो आमा बुवालाई नभनिदिनु होला, किन मेरो आमा बुवा बहुत दुःख मान्नुहुन्छ, पीर मान्नुहुन्छ। तपाईँले कृष्णलाई लिन आएको कंसले मार्नका लागि लिन पठाएको हजुरले भनिदिनु भयो भने मेरो आमा बुवा साथले दुःख मनाउ गर्नुहुन्छ। हजुरले यति भनिदिनु, धनुष यज्ञ गरेका छन् कंसले, त्यही धनुष यज्ञमा मैले हजुरलाई निम्ता दिन आएको भनिदिनु होला भन्नुभयो। भगवान श्री कृष्णले अक्रूरजीसँग कुरा मिलाउनु भयो, बढिया सेवा सत्कार गर्नुभयो। आज अतिथि मानेर भगवान श्री कृष्णले आफ्ना काका अक्रूरको पूजा गर्नुभयो। पूजा गरिसके पछाडि रात्रिमा भोजन प्रसाद ग्रहण गर्नुभयो, शयन गर्नुभयो, यहाँ उज्यालो भने गर्नुभयो। सारा वृन्दावनका गोपिनीहरूले, सारा वृन्दावनका गोपालहरूले थाहा पाए भगवान श्री कृष्ण आज मथुरा जाँदै हुनुहुन्छ लिनका लागि अक्रूर आउनु भएको छ भन्ने कुरा जब थाहा पाए रुँदै गोपालहरू हामीलाई लागे, हे कृष्ण हामीलाई छोडेर त कहाँ हिँडेको, आजसम्म एकछिन एक पल पनि तैँले हामीलाई छोडेर नहिँडेको, आज कहाँ जान्छ साथमा। गोपालहरू रुँदै आउन लागे। गोपिनीहरू रोन्छन्, कृष्ण हिजोसम्म तिमीसँग खेलेको, खाएको, गएको, पिट्टु खेलेको, लुकामारी खेलेको, यस्तो प्रकारले तिमीसँग यस्ता प्रकारका कुराहरू हामीले कसरी बिर्सिनु होला। आज भगवान श्री कृष्णको वियोगमा गोपिनीहरू रोन लागे, कृष्ण तिमी आज जान्छौ। भगवान श्री कृष्णले भन्नुहुन्छ, किन पिर गरेका गोपिनी, किन हे ग्वाल हे साथीहरू, किन यस्तो प्रकारको पिर गरेका, किन चिन्ता गरेका भन्दा भगवान भन्नुहुन्छ, हे गोपिनी हो, हे साथी, हे सखा, हे बाल सखा हो, म आज जान्छु, भोलि बस्छु, पर्सि त म आइहाल्छु। माता राधा रानी आउनुभयो, राधा रानी आएर शोक गर्नुहुन्छ, बिलाउनु गर्नुहुन्छ। हे कृष्ण तिमी आजदेखि जाँदैछौ हामीलाई छोडेर, अब हामी कोसँग बस्ने, हाम्रा साथी, हाम्रो रक्षा गर्ने, हामीलाई देखभाल गर्ने को हुन्छ। अब हामी त बिना आँख बिनाका मनुष्यहरू जस्तै भयौँ। तिमी त हाम्रो आँखा समान थियौ, तिमी नै गएपछि यो संसार हामीले कसरी हेर्ने, संसारलाई अब कसरी हामीले कोसँग हामी खेल्ने, कोसँग बस्ने। आज भगवानले सम्झाउनुहुन्छ, राधा यसरी पिर नगर न, हिँड्ने बेलामा यसरी बिताई रुँदै आँसु झार्नु हुँदैन। भगवान श्री हरि परमात्मा दयाको सागरले राधालाई सम्झाउनुहुन्छ, राधा म आज जान्छु, भोलि बस्छु, पर्सि त आइहाल्छु। माता यशोदा भन्नुहुन्छ, कृष्ण तिमीले सहर कहिले देखेका छैनौ, गाउँमा बसेको, गाउँमा हुर्केको। सहर र गाउँको रहन सहन अलग हुन्छ, व्यवहार अलग हुन्छ, बोली अलग हुन्छ, लुवाई खुवाई अलग हुन्छ। हामी त गाउँका गोठालो हौँ, हामी त जस्तो पनि सहन बस्न सक्छौँ, तर सहर बजारका मान्छेहरू यस्तो सहन सक्दैनन्, बोल्नु व्यवहार मिल्दैन। माता यशोदा भन्नुहुन्छ, तिमीलाई अब कसले खान देला, मैले जस्तो माया गरेर त मथुरामा कसले माया गरेर देला, तिमीलाई जाडो हुँदा कसले तातो न्यानो बनाउला, तिमीलाई तिर्खा लाग्दा कसले पानी देला, खाना बेलामा जहिले तिमी मखान चाहिन्छ, नुहाउने चाहिन्छ, तिमीलाई नुहाउने कसले माया गरेर देला। आज माता रात यशोदा रोनुहुन्छ,
भगवान्ले सबैलाई सम्झाउनुहुन्छ अक्रूरलाई गाली गर्छन् गोपिनीहरू विधातालाई गाली गर्छन् अहो विधातास तब न क्वचित दया संयोज्य मैत्र्या प्रणयेन देहिन हंसाकृतार्थं विनयं च पार्थकं विगृहीतं तेर्भकचेष्टितं यथा हे विधाता तिमीलाई अलिकति पनि हाम्रो माया लाग्दैन हाम्रो दया लाग्दैन हामीलाई दुईटा आँखा दियौ ती आँखा राम र बलराम र कृष्ण रूपी आँखा दियौ ती आँखा पनि हाम्रैबाट अलग गराउँदैछौ विधाता तिमीसँग दया माया भन्ने प्रेम भन्ने कुरा रहेन रहेछ तिमी भनेको माया भनेको के हो प्रेम भनेको के हो तिमीले बुझ्दैन रहेछौ आज हामी साथबाट मदन गोपाल हाम्रा प्यारा नन्दलाललाई तिमीले छुटाएर लिएर जाँदैछौ हे विधाता कस्तो क्रूर रहेछौ तिमी त ए अक्रूर तिमी त कस्ता क्रूर रहेछौ अक्रूर भनेको तिमी त क्रूर रहेछौ हामी बीचबाट आज भगवान श्रीकृष्णलाई छोडाएर लिएर जाँदैछौ तिमीले हामी बीचबाट हाम्रा प्राण प्यारा प्रियतम भगवानलाई तिमीले लिएर जाँदैछौ गोपिनीहरूले भन्न लाग्छन् एवं ग्रहाणां विरहातुरं भृशं भृजस्त्रियां कृष्ण विसर्जमानसा वृषिजलज्जां रुरुदुस्म सस्वरं गोविन्द दामोदर माधवेति हे गोविन्द हे दामोदर आज भगवानसँग विनौना गरेर माता राधा रानी माता यशोदा गोपिनीहरू गुहाल बाल जति छन् रुन लागे यति धेरै रुन लागे आफूले माया गरेको व्यक्ति आफ्ना परिवारका व्यक्ति आफ्ना सदस्य जब आफूबाट टाढा हुन्छन् नि तब वियोग यति ठुलो वियोग हुन्छ भगवान कृष्णले सम्झाउनु भयो यसरी पिलाउन नगर हिँड्ने बेलामा आँसु झारेर विदाई गर्नु हुँदैन हिँड्ने बेलामा हाँसेर विदाई गर्नुपर्छ तर पनि गोपिनीहरू भन्छन् कृष्ण तिमीमा लागेको यो मन तिमी बिना अब कसरी यो मनलाई सम्झाउँ कसरी बुझाउँ तिमी अब हाम्रा प्रत्येक बिहान बेलुका साँझ जतिखेर तिमी हाम्रो अगाडि हुन्थ्यौ अब यो 3 दिन कसरी हामीले कटाउँ आज गोपिनीहरू रुन लागे भगवान कृष्णले सबैलाई सान्त्वना दिनुहुन्छ माता राधा रानी बेहोस हुन लाग्नुभयो मूर्छा बन्न लाग्नुभयो हाँस्दैछु मेरो लाला मेरो छोरालाई अब कसले मथुरामा सेवा गर्ला कसले मेरो छोरालाई आज खाना देला लाउन देला घाम लाग्छन् जाडो हुन्छन् चिसो हुन्छन् कसले त्यो घडीमा आज मेरो छोराको सेवा गर्ला भगवान नपि सम्प्राप्तो राम क्रूरयितो रथेन वायुवेगेन कालिन्दी मदनाशिनी भगवान अक्रूरका रथमा गएर चढ्नुभयो गोपिनीहरू रथका अगाडि आएर सुत्न लागे अगाडि आएर लम्पसार पर्न लागे अक्रूर पहिले त्यो रथ ल्याएर हाम्रो यो छातीमा कुदाइदिएर हाम्रो प्राण निकालेर हामीलाई मारिदेऊ अनि हाम्रा कृष्णलाई गोपाललाई तिमीले लिएर भगवान कृष्ण र बलरामलाई यहाँबाट लिएर जाऊ आज गोपिनीहरू अगाडि ग्वालहरू भगवानका साथीहरू लम्पसार परेर अगाडि तेर्सो पर्न लागे भगवानले सम्झाउनु भयो बुझाउनु भयो भगवानले मनाउनु भयो आज जान्छु पिर नगर आज जान्छु भोलि जान्छौँ बस्छु पर्सि त यज्ञ सकिन्छ पर्सि धनुष यज्ञ सकिन्छ म परेन गरौँ त पर्सि बेलुकासम्म त म आइहाल्छु भगवान कृष्ण रथमा चढ्नुभयो अक्रूरले रथ हाँके रथ अगाडि बढ्न लाग्यो गोपिनीहरू ग्वालहरू जहाँसम्म रथ देखिन्छ त्यहाँसम्म हेरिरहे जुन दिन भगवान मथुरा जानुभयो त्यो दिनदेखि गोपिनीहरू प्रत्येक दिन भगवान श्री कृष्णको आगमन गरेर कहिले हुन्छ कहिले भगवान आउनुहुन्छ भनेर जब फुलमाला लिएर गोपिनीहरू गोपालहरू यस्ता प्रकारले भगवानको प्रतीक्षामा चौबाटोमा ढुकेर बसिरहन लागे हे राजा परीक्षित आज बिहानै उज्यालो हुने बित्तिकै गोपिनीहरू ग्वालहरू भगवानका साथीहरू सब काम छोडेर मूल बाटामा गएर भगवान श्रीकृष्ण कतिखेर आउनुहुन्छ हेर्नुहुन्थ्यो साँझमा पनि नआउँदाखेरि जब गोपिनीहरू रुँदै घर फर्किनुहुन्थ्यो बिहान उठो गयो चौबाटामा ढोकेर बसो बेलुका फेरि रुँदै घरतिर फर्को दिनचर्या यसरी बित्न लाग्यो गोपिनीहरू माता राधा रानी बेहोस हुन लाग्नुभयो माता यशोदा बेहोस हुन लाग्नुभयो अक्रूरले लिएर जानुभयो यमुना नदीमा गएर डुबुल्की लगाउनुभयो यमुना नदीमा भगवान श्रीकृष्णको दर्शन गर्नुभयो जलभित्र भगवानको सुन्दर स्तुति गर्नुभयो अक्रूरजीले आफ्नो घरतिर लाने विचार गर्नुभयो भगवान कृष्णले भन्नुभयो मामा अक्रूर काका हामी हजुरको घरमा अवश्य आउनेछौँ एक दिन म अवश्य आउनेछु तर अहिले चाहिँ म मेरो मामालाई घर जान्छु मामा घर जान्छु भन्नुभयो मथुरामा अघि नन्द बाबा पुगिसक्नु भएको थियो मथुरामा बस्ने वासस्थानको व्यवस्था गर्नुभयो भगवान जानुभयो बलराम र भगवान श्रीकृष्ण जानुहुन्छ नन्द बाबालाई भन्नुहुन्छ पिताश्री
हामी एकछिन मामा घरमा गाउँतिर यसो घुमेर आउँछौँ, मामा घरको दर्शन गरेर आउँछौँ। कस्तो छ मामा घर, आज पहिलोचोटि आउँदैछु, मेरो मामा घर जान्छु है। आज भगवान् अक्रूर यतापट्टि नन्द बाबासँग विधा माग्न लाग्नुहुन्छ। भगवान् श्रीकृष्णले विधा माग्नुहुन्छ। विधा माग्दाखेरि नन्द बाबा भन्नुहुन्छ, कृष्ण यो त गाउँ हो, गाउँ होइन सहर हो, यहाँनिर त रहन सहन वाइफाई अलग हुन्छ, तिमीहरूले जान्दैनौ होला भन्दा हामी केही बिगार गर्दैनौँ, कहीँ गर्दैनौँ, केही गर्दैनौँ, बस यत्तिकै मथुरा हेरेर आउँछौँ। भगवान् मथुराका दर्शन गर्नका लागि जब निक्लिनुभयो, मथुरामा भगवान्का स्वागतका लागि प्रत्येकका घर घरमा दध्यक्षतरे सोदपत्रै सग्रन्थैरभ्युपायनै यस्ता प्रकारले दही अक्षताले भगवानको स्वागत गरेका छन्। घर घरमा पूर्ण घरमा पानीका पूर्ण घडाहरू कलशहरू राखेका छन्। भगवानका सारा नरनारीले भगवानको स्वागत गर्दै 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 जाँदा परतिर एउटा धोबीलाई भेट्नुभयो भगवान् श्रीकृष्णले। त्यो धोबीले मामा कंसका लुगाहरू कपडाहरू धोएर लिएर आउँदै रहेछन्। भगवान् श्रीकृष्णले भन्नुभयो, मामा फरक्क फर्केर धोबीले हेरो, को हो मलाई मामा भन्ने हो भन्दा म भगवान्, म उही राजा कंसको भान्जा हुँ, कृष्ण भन्ने मनु भन्दा गाली गर्न लाग्यो धोबीले। अरे दुष्ट, तैँ होस्, गाउँमा बस्ने त्यो गोठालो तैँ हो, तैँ हो त्यो राक्षसलाई मार्ने, कंसले पठाएका सबैलाई मार्ने, तैँले लुगा माग्ने तेरो हैसियत छ? गाली गर्न लाग्यो। भगवान्ले यसो विचार गर्नुभएको, को रहेछ यो? ए गिरी बनाएको छ